तपाईको नजरमा बालेन्द्र सरकार यो लगभग 100 दिन पुग्न लाग्दाको अवस्थामा राष्ट्रिय सुरक्षाको दृष्टिकोणले हेर्दा कस्तो देखिन्छ सुनाउन। अब बालेन्द्र सरकारको 100 दिन पुग्न लागिहाल्यो। सबभन्दा पहिले त मैले मलाई बधाई दिनुभयो, तपाईँ मार्फत सबैलाई धन्यवाद। बालेन्द्र सरकारको 100 दिन पुग्न लागेको यसलाई 2-3टा पाटोबाट हेर्नु। जस्तै तपाईँले राष्ट्रिय सुरक्षाको हिसाबमा भन्नुभयो। राष्ट्रिय सुरक्षाको दृष्टिकोण अथवा त्यो लिहाजबाट हेर्दाखेरि बालेन्द्र सरकार यसमा चाहिँ नि त्यति राम्रो गर्न सकेको छैन। जस्तै के आधारमा? सबैभन्दा पहिले त एउटा त्यसलाई 2 पाटा भनौँ, आन्तरिक सुरक्षा र बाह्य सुरक्षाको हिसाबमा हेरौँ। अब आन्तरिक सुरक्षामा उसले चाहिँ नि जे गरेको छ एकदमै सबै आजसम्म कसैले गर्न नसकेका कामहरू उसले चाहिँ नि धुवाँधार ढङ्गबाट अगाडि गरेको छ। त्यो धेरै सराहनीय छ र त्यसमा उसलाई सफलता पाउनै पर्छ। सफलता पाओस् भन्ने हाम्रो शुभकामना पनि हो। अब काम गर्ने सिलसिलामा अब काम गर्ने मान्छेले नै गल्ती गर्छ नि, काम नगर्नेले त के गल्ती गर्नु। त्यही कारण काम गर्ने सिलसिलामा उसले गल्ती पनि गर्दै गएको छ। तर के पनि जसचोटि लड्यो भने पनि फेरि लडेर उठेर हिँडिराखेको छ। त्यो उसको सकारात्मक पक्ष हो। त्यो हिसाबमा उसले एकैचोटि धेरै फ्रन्ट खोल्यो कि। त्यो सबैभन्दा अहिले उसको चाहिँ नि आन्तरिक सुरक्षाको लिहाजबाट उसले एकैचोटि धेरै फ्रन्ट खोल्यो र धेरै फ्रन्ट खोल्दाखेरि म्यानेज गर्न अलिकति समस्या हुनु स्वाभाविकै हो। फेरि तर उसले गर्छु खोल्यो भने के प्रहार गर्यो, सबै विभिन्न क्षेत्रमा हात हाल्यो। उसले हात नहालेको खासै क्षेत्र छैन र हात हाल्ने क्षेत्र प्रशस्त फेरि छ, उसको एजेन्डामा छ। ऊ जुन 100 बुँदे कार्यक्रम हुनु न त्यो अनुसार काम गरेछ। मेहनत पनि बेसरी गरेछ, होमवर्क पनि राम्रो छ, तर पुगेन। त्यो सबै कुरा परिपक्वता भएन कि के? परिपक्वता नहुनु त स्वाभाविकै हो, त्यसमा कुनै अन्यथा भन्नु छैन। खास गरी तयारी गर्दा गर्दै पनि नभ्याएर चाहिँ अलिक परिपक्वताको कमी, अनुभवको कमीले गर्दाखेरि बेला बेलामा ढङ्ग बनाउँदैन।